कसले रोक्न सक्छ सुदूरपश्चिम रोयल्सलाई? म सोचिरहेको थिएँ र मेरो दिमागमा आयो, अहिलेसम्म सुदूरपश्चिम रोयल्सलाई रोक्ने खालको टिम देखिएको छैन। यो टिम फाइनल डिजर्भ गर्छ एक्चुअली। कम्तीमा पनि फाइनलमा हुन डिजर्भ गर्छ र जित्न पनि डिजर्भ गर्छ। गत संस्करणको चाहिँ रनर अप भएको टिम यसपटक डिफेन्डिङ च्याम्पियन बन्न सक्ने सम्भावना प्रबल देखिएको छ। दिपेन्द्र सिंह ऐरीको जुन हिसाबले लिड छ टिमलाई, जुन हिसाबले उनले आफ्नो ब्याटिङबाट कन्ट्रिब्युट गरेका छन्, फिल्डिङ, बलिङ जुन हिसाबले तिनै फ्याक्टरमा उनले कन्ट्रिब्युट गरेका छन्, उत्कृष्ट क्याप्टेन्सी जसरी उनले चाहिँ क्याप्टेन्सी गरिरहेका छन् र यो टिममा जुन हिसाबले चाहिँ एउटा स्ट्रङ कम्बिनेसन देखिएको छ, चाहे त्यो फरेन प्लेयर हुन्, स्कट कुजेलिङ हुन्, क्रिस लिन हुन्, चाहे मिलिन्द कुमार हुन् र जुन हिसाबले चाहिँ फरेन प्लेयर बराबर रूपमा चाहिँ पर्फर्मेन्स हाम्रो डोमेस्टिक प्लेयरले पनि दिएका छन्। चाहे त्यो विनोद भण्डारी हुन्, चाहे इभन दिपेन्द्र सिंह ऐरी हुन्, चाहे अविनाश बोहरा हुन्, चाहे एक बेला विकेट निकालेर दिइरहेका छन्। ओभरअल यो टिमले चाहिँ यति बेला पुरै डोमिनेट गरेको छ, 6 मा 6 खेल जितेको छ र मेरो हिसाबले फाइनलको लागि वान अफ द बेस्ट टिम चाहिँ यो सुदूरपश्चिम रोयल्स हो र हुन जरुरी छ जस्तो मलाई लाग्छ। ओभरअल एकदमै उत्कृष्ट पर्फर्मेन्स सुदूरपश्चिम रोयल्सको। तपाईँलाई के लाग्छ सुदूरपश्चिम रोयल्सले यसपटक फाइनल उठाउला?